अमेरिकामा पनि कोरोनाको राजनीति चाहिँ अति नै भयो। पहिला राष्ट्रपति ट्रम्पले चाहिँ मास्क पनि नलगाउनु, सार्वजनिक खुला हिँड्नु भनेर पुरा भाषण दिन्थे। त्यसपछि बाइडेन सरकार आयो, त्यसले चाहिँ धेरै कन्ट्रोल गरिरहेको थियो, निकै कन्ट्रोलका कोसिस गरिरहेको थियो र सरकारी कर्मचारीहरूलाई अनिवार्य भ्याक्सिन लगाएकै हुनुपर्ने भनेर चाहिँ बारम्बार आदेश दिइरहेको थियो। तर सुप्रिम कोर्टले चाहिँ नागरिकको अधिकारमा हनन भयो भनेर त्यसलाई उल्टाइदियो। अब अहिले चाहिँ प्राइभेट सेक्टरमा पनि यो बाइडेनले ल्याएकै पोलिसीको गाइडलाइन्स अनुसारबाट चाहिँ जस्तो कि टी मोबाइल यहाँको नेपालको एनसेल जस्तै एउटा ठुलो मोबाइल सर्भिस कम्पनी हो, प्रोभाइडर, त्यसले चाहिँ जो कर्मचारीहरूले भ्याक्सिन लगाएको छैन, जसले चाहिँ यो गाइडलाइन्स फलो गर्दैन कोरोनाको, उनीहरूलाई चाहिँ जबबाट बर्खास्त गर्ने भनेको छ। अब हजारौंको संख्यामा जब प्रोभाइड गर्ने कम्पनीले यस्तो गरे हो।